बढ्ने सुनको रातमा चाहिँ म आज हस्पिटल गएर खबर चेकअप गरेर फर्किँदैछु। अनि त्यसपछि मैले फर्किँदा मर्निङ वाक गर्दै जान्छु भनेर आज हिँड्दै गएँ। अनि म मामा घरमा बसेछु, साथीहरू पनि हिजो राति ब्लडतिर आएर त्यतै बसेँ। अनि अहिले चाहिँ चेकअप गरेर फर्किँदैछु। म जाउलाखेलबाट फर्किँदै आएको छु। यहाँ त कस्तो राम्रो सफा हरियाली दृश्य हाम्रो बालन सरकारले चाहिँ एकदम सुन्दर बनाउनु भएको छ। तर यो त ललितपुर उसमा जिल्लामा परे पनि एकदम राम्रो सफा नयाँबाट हेर्नु यहाँ एकदम यातायात सफा छ। अनि त्यसपछि हाम्रो यो काठमाडौँमा चाहिँ नि कस्तो हरियाली देखेको छ जताततै। काठमाडौँमा यो जग्गा चाहिँ धेरै खाली नभए पनि त्यही बिचमा प्लान्टहरू रोपेर एकदम हरियाली गरेछ अनि देखिया छ। अनि त्यसपछि यहाँ चाहिँ नि काठमाडौँ ललितपुर सबैतिर यातायातको एकदम सुविधा छ, यातायातको सुविधा छ। अनि यातायातको के अरे गाडीको भाडा पनि सस्तो छ। हाम्रो दाङमा असाध्यै महँगो चढ्यो कि दाङमा यस्तो बसहरू त्यहाँ माइक्रोहरू गऱ्यो भने टेम्पो मात्रै हुन्छ। टेम्पो चढ्यो कि 50 रुपियाँ, अलिकति पर अलिकति उता गयो भने 70, 80, 100, 150 यस्तो लिने एकजनाको। यहाँ त 20 रुपियाँ 25 रुपियाँमा कहाँबाट कहाँसम्म पुगिन्छ। अझ स्टुडेन्ट कार्डको पनि सुविधा छ। यहाँ बसहरू पनि धेरै छन्। कस्तो राम्रो दृश्य देखेको। यो चाहिँ नि पुल्चोक पुल है, ललितपुरको पुल्चोक पुल दृश्यमा चाहिँ नि म चाहिँ हिँड्दै फर्किँदैछु। बिहानको है, यो बिहान 6:30 बजीको दृश्य हो साथीहरू। एकदम यातायातको सुविधा छ, एकदम हरियाली सफा। गाडीहरू त धेरै छन् तर एकदम व्यवस्थित तरिकाले चलाउने, ट्राफिक नियमको पालना गरेर चलाउने त्यस्तो छ। हाम्रो दाङमा चाहिँ नि लापरवाही मतलबै छैन, एकदम सिस्टममा गएको छ काठमाडौँ सहर। सबै यहाँ ट्राफिक लाइटको पनि पालना गरेर, ट्राफिक नियमको पालना गरेर चलाउँछन् साथीहरू। ट्राफिक नभए पनि लाइट अनुसारको पालना गरेर चाहिँ यहाँ गाडीहरू एकदम सचेत भएर चलाउँछन्। त्यो कुरो यहाँ अन्तभन्दा अलिक कम दुर्घटना हुन्छ। भिडियो बनाउँदै आइपुग्नु लागिसकेको छु टर्निङतिर। मामा घर जाने टर्निङतिर आइपुगेको छु। कस्तो राम्रो दृश्यहरू बिहान 6:30 बजी एकदम आनन्दको सुविधा, यातायातको सुविधा चाहिँ काठमाडौँमा एकदम आनन्द छ है साथीहरू। हस् त राखेँ, बाई।